ढले 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 झर नि त पानी सुक्न देऊ पानी सुकेपछि त म पनि झरिदिन्छु म चाहिँ हेर्ने मात्र है सबैले काम गरेको चेक मात्रै गर्ने हो म चाहिँ यहाँ अरू केही गर्दिनँ मैले यो साइडतिर चाहिँ हावा खान एकदम आनन्दको छ कि बसेर बेलुकातिर यदि आउनुभयो भने हेलो फ्यामिली नमस्कार सबैजनालाई शुभ बिहानी आयो सबैजना सञ्चार हुनुहुन्छ होला म पनि एकदम सञ्चार हुन्छु अनि फर्स्टमा भन्नुपर्दा सबैलाई थाहा नै छ म जहिले पनि 4-5 महिना हराउँदै गर्छु जसले मलाई सब्सक्राइब गर्नुभएको छ उहाँलाई चाहिँ थाहा छ अरूलाई चाहिँ थाहा छैन म अनि आज चाहिँ हाम्रो सानो गेट टुगेदर थियो त्यही भएर मात्रै गरे यो ब्लग नभए यो ब्लग पनि आउँथेन होला अनि म देखाउँछु है हजुरहरूलाई हेलो तिमीहरू पनि हाने हैन खै त मेरो भाग हेलो गर्नु सबैजनाले हेलो हेलो डन्जी के भन्न चाहनुहुन्छ लाउज हामी आएर खान्छु अहिले चाहिँ त्यहाँ पनि सामान लिनु जानु आएको म चाहिँ अनि आएर खान्छु म चाहिँ छिटो कम फास्ट हेलो हामी ब्युटिफुल दुईटा सबै अलि भेरी ब्युटिफुलहरू हो हामी ब्युटिफुल हो यो ब्लग हेऱ्यो भने मार्छ के भन्छु त होइन उनीहरू उतापट्टि चाहिँ भेरी ब्युटिफुलहरू हामी ब्युटिफुल मात्रै भनेको ल ल त्यो सामान लिएर आऊँ अनि त्यहाँपछि फेरि स्टार्ट गरौँ ओके बाई बाई यता हेर्नुहोस् न मान्छे राम्रो हो कि बाल्टी राम्रो किसिमकै देखियो त हौ हाई भन नि त यहाँ आहा बस यतिको चाहिँ हुनुपर्छ है के त हो त नि खुर्सानी अनि यहाँ टमाटर छ ठिक छ लाउ जाम म चाहिँ हेर्ने मात्र है सबैले काम गरेको चेक मात्रै गर्ने हो म चाहिँ यहाँ अरू केही गर्दिनँ मैले त्यो चाहिँ हाम्रो बलामी चौर पार्क हो त्यसलाई चाहिँ अहिले नाम चेन्ज गर्दा कर्पोरेसन पार्क राख्नु भएको छ यहाँ चाहिँ बच्चाहरू खेल्ने एकदम धेरै ठाउँ छ म सब देखाउँछु अहिले पछि सब यहाँको के छ त्यहाँ बच्चाहरू पनि खेलिरहेको रहेछ एकदम राम्रो छ यदि कसैलाई पिकनिक स्पोट चाहिएको छ भने हुन त अब बेसर बस्ने सबैलाई थाहा नै होला मलाई चौर भनेको होइन त्यो बाइकको मान्छेहरूलाई चाहिँ पिकनिक आउनु भएको छ भने चाहिँ यहाँ सजेस्ट गर्छु है म हजुरहरूलाई एकदम राम्रो छ यहाँ चाहिँ यहाँदेखि चाहिँ मुनि शिवको मन्दिर पनि छ अनि हजुर ए हजुर हुन्छ टेन्सन नलिनु त्यो कुरामा अनि म के देखाउँदै थिएँ तल मर्स्याङ्गी देखाउँदै थिएँ म चाहिँ हेलो क्युटिज हेलो भनिदेऊ हेलो कहाँबाट आएको तिमीहरू मनाङ चौताराबाट यति खेल्न यहाँ आएको अहिले म पनि आउँछु ल मलाई पनि खेलाइदेऊ अनि यहाँबाट चाहिँ अलिक खासै नदेखिने रहेछ कि हो अलिकति उता जानुपर्ने रहेछ म यस्तो आनन्दको साउन्ड आउँछ कि फेरि यहाँ चाहिँ मर्स्याङ्गी बगेको यहाँ चाहिँ एउटा मन्दिर पनि छ मुनि तर यहाँबाट नदेखिने रहेछ म एकछिनमा देखाउँछु उतापट्टि साइडमा गएर चाहिँ अब यस्तो छ है अब जान्छु यहाँ भ्लग मात्रै बनायो भने गाली खाइन्छ अब एकछिन काम गर्न जान्छु म हेल्प गर्नु पऱ्यो सबैजनालाई पालो दिनु पऱ्यो मैले अघि नै देखाउँछु भनेको मन्दिर चाहिँ उतापट्टि साइडबाट नदेखेर चाहिँ म यतापट्टि साइडबाट देखाउन आएको है शिवको मन्दिर कस्तो राम्रो छ यहाँ मुनि छ तर क्लियर चाहिँ देखेँ होइन जे होस् मन्दिर चाहिँ यहाँनिर छ यता चाहिँ मान्छेहरू जलाउने ठाउँ हो क्या हो यहाँ चाहिँ बाटो यस्तो पनि थिएन यहाँ चाहिँ एकदम राम्रो बाटो बनेको छ राम्रो त के भने जे होस् पहिलाको भन्दा चाहिँ राम्रो छ यहाँ चाहिँ अहिले चाहिँ त्यो पार्क पनि पहिला यस्तो थिएन अहिले चाहिँ बल्ल व्यवस्था गरेर राम्रो बनाएको अनि यति यो साइडतिर चाहिँ हावा खान एकदम
आनन्दको छ कि बसेर बेलुकातिर यदि आउनुभयो भने। अब यहाँ साथी न सँगै एक्लै रङ्गी चङ्गी एक्लै पिङ खेलेर बस्ने अब यहाँमा। होला दिने नि कोही छैन के गर्नु एक्लै खेल्ने बस्ने। यो पार्कमा चाहिँ मान्छेहरू पिकनिक खान धेरै जस्तो आइरहनुहुन्छ। आज चाहिँ तर हाम्रो मात्रै ग्रुप रहेछ, एकजना मात्रै। अब दिउँसोतिर आउनुहुन्छ कि अलिक खासै टाइम पनि भएन आउनु त। हामी चाहिँ बिहान नै आएको हो, आउनुभएछ नि दिउँसोतिर आउनु होला अरू चाहिँ। त्यहाँ पिङ खेलेको म यहाँ एक्लै पिङ खेलेको, त्यहाँबाट हेरेर बस्नु भयो दिदीहरूले मलाई उहाँ काम गर्नु पऱ्यो। म चाहिँ एक्लै पिङ खेले बस्यो भनेर होला। म जान्छु अब। यहाँ हाम्रो दिदीहरू हुनुहुन्छ, अब त्यहीँ जान्छु। हिँड्ने बाहेक केही अप्सन छैन मसँग अघि। धेरै खाएछु मैले, ब्रेड र जाम धेरै भयो गाइज। पेट फुट्ला जस्तो भयो हाम्रो। चिया चाहिँ एकदम मिठो थियो, मिठो एकदम मिठो शर्मिया दिदीले बनाउनु भएको चिया चाहिँ। खासै कालो चिया जस्तो थिएन, त्यही नै आज दिदीले बनाएको भयो एकदम राम्रोसँग मिठो राख। आज चाहिँ हाम्रो के हुँदैछ म देखाउँछु। के हुँदैछ गाइजहरू? पैसा कमाउन लाग्यो। यतिको चाहिँ हुनुपर्छ है, यतिको चाहिँ हुनुपर्छ। ल दिदी हेर्नु न। अनि यहाँ चाहिँ के हुँदैछ हाम्रो यहाँ चाहिँ है? मान्छे राम्रो हो कि मलाई राम्रो हो कि किसिमकै देखियो। ल हेलो भन। अनि अरू के भन्नुपर्छ? यो सब्सक्राइब गरे छैन कि उसले सब्सक्राइब गरे, यहाँ भरि कसैले सब्सक्राइब गरे छैन कि। ल हेर्नु दिदीले नि गर्नु भएको हुन्छ, कसैले गरेन। साथी भन्नु मात्रै हो, कसैले गरे कसैले पनि नदेखेको रहेछ, कसैलाई पनि थाहा थिएन अरे लास्टमा। मेरो सुरिलो आवाजमा अलिकति मैले बोलिदिएँ। हामी चाहिँ यहाँ भाडा धुनेमा छौँ, हामी चाहिँ भाडा धुन्छ। भाडा धुने कम्पनी सही कम्पनी जतिमा चाहिँ उति टल्कने उहाँले टल्काउनुहुन्छ भाडा, उहाँले टल्काउनुहुन्छ पानी चाहिँ। अब हेर म त कति टल्किन्छ हेरुमाई। म जस्तो टल्काइदिन्छु। ल हेरुमाई त ल पानी खोल्ला त पहिला। पानी कहाँबाट खोल्ने हो? पानी ल गाइस पानी पनि रिसा जस्तो छ। पानी मुखले ताड्दा ऊ चाहिँ मलाई हेल्प गर्न आएको हो, तर ओए उसलाई चाहिँ फेरि नाच्दैन कसैले सक्दैन है फेरि नाच्नमा त। नो वान यहाँ भाडा दिनु आएको गाई छैन। अब अरूको छ त्यहाँ के यस्तो गीत बजेर अनि कस्तो कपिराइट लाग्छ जस्तो लागिरहेको कि मलाई चाहिँ। त्यहाँ पिकनिकमा आएको रे बाजाको ताल छ पुरै है, राइट लागि सिन्टु गएको नि त। कपिराइट त सियोर लाग्छ जस्तो छ आज त्यहाँ। हेर देखाइदिउँ न गाइजहरूलाई पनि, अलि नदेखिनु रहेछ। अब के गर्ने? त अब हामी सोध्न जान्छु पानी कहाँबाट आउँछ भनेर। पानी कहाँबाट आउँछ अरे? धाराबाट आउँछ। धारामा तर पानी रिसा खायो त्यही भएर पानी। आन्टीलाई सम्झनु त। आन्टी पानी आएन नि त। पानी आउँदैन अहिले यहाँमा। 3 बजेपछि आउँछ अरे। अब यो 3 बजीसम्म हाम्रो भाडा हुन्छ। बिच अरे सुक्छ गाइस। यहाँ शिवजीको स्ट्याचु हेर्न सक्नुहुन्छ। हर हर महादेव, हर हर महादेव, हर हर महादेव। मेरो महादेव कहाँ? यहाँ चाहिँ अर्को पिकनिक पनि छ गाइस। आज यहाँ अर्को पिकनिक पनि भइछ। खेल्न जाने हुँदै हामी खेल्दिउँ न त। ओके भाडा धुन पठाएको मान्छे कहाँ पुग्यो भन्छ तिनीहरूले हामीलाई पक्कै। हामी चाहिँ अब यो खेल्न आएको है। यो खेल्छ हामी चाहिँ। 1 2 3 गो।
जान्छु अब आउन हेर अलिक घुमाउन यति यसरी घुमाउनु गाह्रो ल है गाइज म त ढले 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 यो सिलिमिली पनि छ है हामीसँग हामी सिलिमिली फास्ट ओहे त्यहाँबाट र चढ्ने भयो म त खेल्दिनँ लास्टमा यस्तोसँग स्वात्तै आउने रहेछ क्या त्यो अड्किँदै अरू के छ खेल्ने कुरा होइन पिङ त छ नि दाइ खेल्यो नि तर पिङ हामीले धेरै खेलिसक्यो हामी खेल्दैन पिङ आज यत्तिको राम्रो चाहिँ हुनुपर्छ है पिकनिक खाने ठाउँ माछा पनि छ यहाँ फेरि त्यो यिनीहरू लास्टै धेरै गीत बजायो कि स्योर कपिराइट लाग्छ कि ल ल ल ल झर नि त पानी सुक्न देऊ पानी सुकेपछि त म पनि झरिदिन्छु अब हामी पनि एकछिन नाच्न जानुपर्छ तर यस्तोमा हाम्रो पनि नाच्न आउँदैन हामी सक्दो गर्नेछौँ हामी अब हामी खाने बेलामा भेट्छु एकैचोटि मान्छे राम्रो हो कि चस्मा राम्रो हो के देखियो तपाईँ राम्रो हो नि दुइटै राम्रो हो नि गाइस म चाहिँ टमाटर काट्दैछु सिकाएको मैले टमाटर काट्नु उसले त टमाटर धरि काट्नु मान्छ ऊ चाहिँ खास मेरो यहाँ हेल्पर हो तर मैले उसलाई फोन समातेर दिएको एकछिन उसले काट्दैछ हाम्रो ब्युटिफुल हिमा आउँदैछ हिमासीलाई नि दर्शन गराइदिनु यसो खोलेर काट्नुपर्ने हुन्छ किनभने हामीले कालो कालो देख्छौँ ओके तपाईँले त त्यो चस्मा लगाउँदा त राति देख्यो होला रात परिसक्यो होला चस्मा लगाएको नि डा गरेर अब हेर्नु यहाँ लगाइसक्यो मान्छे त राम्रो देख्दैन नि चस्मा राम्रो देख्दैन नि मान्छे राम्रो हो कि चस्मा राम्रो अब यहाँ काट्ने दुइटै हो त मान्छे राम्रो हाम्रो अचार पाक्यो टमाटर पाक्दैछ खाँदैछ यस्तो ब्युटिफुल भएपछि त मै यहाँ यस्तो भन्छु मनी छ यसमा मनी परे ल गाइज हामी काम गर्ने होइन गाइज नदेखे नि हुन्छ होइन फेरि सिधा गऱ्यो राम्रीहरू ल है राम्रीहरू यता छ है ल डेटिङ एप खोज्नै पर्दैन मलाई मे चरा आऊ डेटिङ एप खोज्नु पर्दैन डेटिङ एप इन्स्टल गरी न कहाँ हो नि फेरि मलाई त फेरि ल गाई डेटिङ एप युज गर्ने पर्दैन है मलाई मे चोराउनुहोस् है सबै तरुनी है सब अनम्यारिड हो त्यो अलिअलि टिका होला होइन पूजाको टिकाहरू होस् गाईहरू त्योहरू नसोचौँ अलिक माथि सिन्दुरसँग गइछ ओके गाइज ल यहाँ चाहिँ यस्तो राम्रो भ्यू देखियो गाइज हेर्नुहोस् यहाँ पानी परेर है यहाँ चाहिँ पानी परेको थियो बेस्तरमा चाहिँ हाम्रो हजुरहरू कतिवटा ठाउँमा पानी परेको छ कमेन्ट गर्नुहोस् यहाँ यस्तो दामी देखिया छ भ्यू चाहिँ यस्तो मजाको होला हाई भन केटीहरू अब हिमाललाई हेर्नुहुन्छ कि अब उहाँहरूलाई हेर्नुहुन्छ अब चोइस चाहिँ हजुरको छ है तर हिमाललाई पनि हेर्नुहोस् अनि उहाँहरूलाई पनि हेर्नुहोस् उहाँहरू पनि हिमाल जस्तै राम्रीहरू हुनुहुन्छ अनि पानी परेको कारणले चाहिँ अब हामी एकछिन बाहिर छोटो मिठो फोटोसुट गर्न आएको त्यहाँ चाहिँ हाम्रो खानेकुराहरू पाक्दैछ अनि
यसरी आवेशमा आएर गाली नगरौँ बच्चाहरूलाई बच्चाहरू खेल्न मात्र लाग्यो बिचरा अनि अब भ्लग चाहिँ जे जति हुन्छ चाहे 2 मिनटको होस् 3 मिनटको होस् 5 मिनटको होस् भ्लग चाहिँ यति नै हो यहाँबाट पछाडि चाहिँ म गर्दिनँ किनभने अब वेदर पनि ठिक छैन अब यहाँ पछि हामी खाना खाएर यताउता गएर गइहाल्छौँ होला यहाँबाट लामो चाहिँ हुँदैन पनि हेरिदिनु होला किप लभिङ किप वाचिङ किप सपोर्टिङ थ्याङ्क यू गाइज यति भन्दै म भ्लग चाहिँ बन्द गर्न चाहन्छु हस् त धन्यवाद ल गाइज बाई भन त बाई बाई सब्स्क्राइब लाइक कमेन्ट शेयर गर्नु होला मलाई सम्झिनु होला यतिको राम्री मान्छेले भनेपछि त कमेन्ट गर्नुस् यतिको राम्री मान्छेले भनेपछि त अब कस्तो नचल्ला ल हो भ्लग पनि ल गाइज यति हो आजलाई चाहिँ भ्लग बाई बाई